हुन्छ। सर्वप्रथम प्रभुलाई महिमा भएको होस्। आज फेरि पनि हामी यसरी चाहिँ यो भिडियो मार्फत अनि तपाईँहरूसँग चाहिँ यसरी कुराकानी गर्ने अनि यो समय अनि अवसर प्रभुले जुटाउनु भयो। हामी उहाँलाई हृदयदेखि चाहिँ विशेष धन्यवाद दिन चाहन्छौँ। अनि साथै आज हामी चाहिँ केही कुराको विषयमा लिएर चाहिँ हामी बोल्न जाँदैछौँ। अनि अवश्य हामी आशा गर्छौँ कि अनि यो विषयमा रहेर चाहिँ हामी बोलेको कुरामा होइन कुराद्वारा चाहिँ तपाईँहरू आशिषित हुनुहुनेछ। अनि तपाईँहरूलाई पनि प्रभुप्रति उत्साहका कुराहरू अनि सान्त्वनाका कुराहरू अनि साथसाथै अघि बढ्नमा तपाईँले गरिरहनु भएको सेवाकाईमा अनि साथै तपाईँको काममा धेरै सहायता र मद्दत पुग्नेछ भन्ने चाहिँ हामी आशा गर्छौँ। अनि साथै प्रभुले तपाईँहरूलाई आशिष दिनुहुनेछ। ल ठिक छ। अब हाम्रो जेठानद्वारा केही कुरा उहाँले बताउनु हुनेछ। म केही विषय लिएर जेठानलाई सोध्न चाहन्छु। ल हुन्छ। हामी सुसमाचारको विषय लिएर केही कुराहरू चाहिँ हामी बोल्नेछौँ। ल हाम्रो जेठानले सुसमाचार चाहिँ किन सुनाउन आवश्यक छ भन्ने विषय लिएर चाहिँ तपाईँले केही बताइदिनुहुन्छ कि हाम्रो यहाँ होइन के कुराहरू चाहिँ तपाईँ राख्नु चाहनुहुन्छ। सुसमाचार किन सुनाउन आवश्यक छ, येशूको बारेमा चाहिँ किन बताउन आवश्यक छ, किन भन्नु आवश्यक छ, त्यो कुरा लिएर तपाईँले तपाईँको हृदयमा लागेका कुराहरू होइन तपाईँले बुझेको कुराहरू चाहिँ बताइदिनुहुन्छ कि? हुन्छ। महान परमेश्वरलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु फेरि पनि जुन अवसर दिनुभएको छ। अनि अहिले पनि हामी जुन उहाँले सुसमाचारको विषयमा केही कुराहरू म भित्र भएको एउटा जुन उहाँले खोल्नको लागि बनाउनु भयो, परमेश्वरलाई धन्यवाद दिँदछु किन यो प्रकट गर्ने उहाँ नै हुनुहुन्छ। र अहिले भन्नुपर्दा पनि हामी सुसमाचारको लागि नै हामी अहिले बाइजा भन्ने ठाउँमा आएको छौँ। अनि हामीले केही सुसमाचार सुनाउँदै आयौँ अनि उहाँले सुनाउनु भएको थियो। 2-4 ठाउँमा हामी सुनाएर यस ठाउँमा आएर फेरि प्रार्थना गऱ्यौँ। अनि फेरि छोटो केही बोल्नको लागि हामीले फेरि यो छोटो समय निकालेका थियौँ। अनि धन्यवाद दिन चाहन्छु परमेश्वरलाई यो अवसरको लागि। अनि उहाँले सुसमाचार किन सुनाउनु पर्छ भनेर मलाई जुन अब सोध्नुभयो बात भएको, किनभने हामीले येशूको बारेमा किन बताउनु पर्छ भनेपछि येशू मात्रै साँच्चै नै एउटा परमेश्वर हुनुहुन्छ भन्ने कुराले हामीले यो विश्वास छ। किनभने संसारमा थुप्रो आए जसले चाहिँ म गर्छु भने, थुप्रो आए जसले म लान्छु त भने, तर कसैले लान सकेनन्, कसैले गर्न सकेनन्। तर येशू मात्र त्यस्तो व्यक्ति हुनुभएको हामी पाउँदछौँ जसले आउनुभयो अनि आफै गर्नु पनि भयो। अनि गर्नु मात्र सारा प्राणीले जाऊ सुसमाचार सुनाऊ भन्नुभयो। अनि विश्वास गर्नेको लागि उद्धारको द्वार सधैँभरि खुल्ला छ भन्ने कुरा उहाँले जानकारी दिनुभयो। त्यस कारणले हामी सुसमाचार सुनाउनको लागि कोहीले पनि समय पर्खेर पर्खिँदैन अनि समय गइरहेको छ। अनि त्यस कारणले उद्धारको दिन आजै भन्छ। अनि उद्धारको द्वार अनलिमिटेड ओपन छ जसले विश्वास गर्नेहरूलाई। त्यस कारणले त्यो सन्देश जुन उहाँ चाहिँ मानिसलाई हरेक पाप क्षमाको लागि निश्चय नै यसोमा विश्वास गर्नुपर्ने हुन्छ। अनि त्यो सन्देश चाहिँ संसारमा कुनै पनि कुरा सनातन हरेक धर्म चाहिँ कुनै पनि धर्मले के गर्न सक्दैन, पाप क्षमा गर्न सक्छु, पाप क्षमा गरिदिनु भन्न सकेको छैन र भन्दैन पनि र भनेर पनि गर्न सक्दैन। तर यसो मात्रै त्यस्तो व्यक्ति हुनुभयो जसले गर्नुभयो। त्यस कारणले त्यो सुसमाचार चाहिँ हामीले जसले सुनायो हामी कहाँ आयो, हामीले सुन्यौँ र हामी पनि एकअर्का सुनाउँछौँ। किनभने हामीले जसरी जुन कुरा हामी विश्वास गरेका छौँ, जुन कुरा पाएको छौँ, हामीले यो कुरा नसुनाइ बस्नै सक्दैनौँ। किनभने यो चाहिँ येशूले हामीद्वारा सुनाउने कामहरू गरिरहनु भएको छ। अनि मैले छोटो केही कुराहरू बताएँ, परमेश्वरलाई धन्यवाद भएको छ। बाँकी उहाँले नै अझै केही थप्नुहुन्छ। सुनिहाल्यो है। हाम्रो जेठानद्वारा चाहिँ सुसमाचार किन सुन्न आवश्यक छ भन्दाखेरि येशू मात्र त्यो परमेश्वर हुनुहुन्छ जसले चाहिँ हामीलाई बचाउन सक्नुहुन्छ पापदेखि भन्ने कुरा लिएर चाहिँ हामीले सुन्यौँ। साथसाथै सँगसँगै म अलिक केही कुरा थप्न चाहन्छु कि साँच्चै नै हामीले येशूको बारेमा चाहिँ किन सुसमाचार सुनाउन आवश्यक छ भन्दाखेरि चाहिँ येशू ख्रिस्ट चाहिँ यस्तो व्यक्ति हुनुहुन्छ कि जुन योग्यता चाहिँ अरू संसारमा कसैसँग पनि छैन। अनि त्यस कारणले गर्दा येशूको बारेमा सुसमाचार सुनाउन किन आवश्यक छ भन्दाखेरि संसारमा चाहिँ अरू कोही पनि त्यस्तो व्यक्ति छैन जसले चाहिँ हामीलाई पापदेखि बचाउन सक्छ, जसले चाहिँ हामीलाई चाहिँ अनन्त जीवन दिन सक्छ, जसले चाहिँ हामीलाई उद्धार दिन सक्छ, मुक्ति दिन सक्छ।
कोही पनि छैन। तपाईँ हामीलाई अनन्त जीवन दिने संसारमा धेरै आउनुभयो, जानुभयो र धेरै व्यक्तिहरू छ, विभिन्न योग्यता छ, तर पाप क्षमा दिने योग्यता कोहीसँग पनि छैन। मुक्ति दिने कोहीसँग योग्यता छैन, अनि उद्धार दिने कोहीसँग योग्यता छैन, र अनन्त जीवन दिने योग्यता कोहीसँग पनि छैन। येशू ख्रीष्ट मात्र त्यो अनन्त जीवन दिने योग्यको परमेश्वर भएको कारणले गर्दा, त्यो येशू ख्रीष्टमा मात्र अनन्त जीवन योग्यता भएको कारणले गर्दा, अनि उहाँ मात्र हामी सबै मानव जातिको लागि चाहिँ पापदेखि बचाउनको लागि बलिदान भइदिएको कारणले गर्दाखेरि चाहिँ अर्को कोही पनि संसारमा तपाईँ हामीलाई मुक्ति दिनको लागि, पाप क्षमा दिनको लागि, उद्धार दिनको लागि, स्वर्ग लानको लागि, अनन्त जीवन दिनको लागि, ईश्वरसँग मिलाप गर्नको लागि बलिदान कोही पनि भइरहेन र संसारमा कोही पनि आएन। अनि त्यस कारणले गर्दा येशू ख्रीष्टको सुसमाचार चाहिँ सबैले सुन्नु आवश्यक छ, सबैले जान्नु आवश्यक छ, सबैले बुझ्नु आवश्यक छ। किनभने अर्को कसैले पनि के दिन सक्दैन? मुक्ति दिन सक्दैन, उद्धार दिन सक्दैन, पाप क्षमा दिन सक्दैन, अनन्त जीवन दिन सक्दैन। येशूले मात्र अनन्त जीवन, पाप क्षमा, मुक्ति र उद्धार दिने भएको कारणले गर्दाखेरि चाहिँ उहाँको बारेमा चाहिँ हामीले सुसमाचार सुनाउनु चाहिँ आवश्यक छ। फेरि हामी यी कुरा सन्दर्भमा हामी तपाईँहरूले के गर्न चाहन्छौँ? उत्साह गर्न चाहन्छौँ। अनि साथै होइन, जो जसले यसोलाई विश्वास गर्नुभएको छ, तपाईँ बाँच्नु भएको छ, तपाईँले पाप क्षमा पाउनु भएको छ, उद्धार पाउनु भएको छ, मुक्ति पाउनु भएको छ, मृत्युपछिको जीवन पाउनु भएको छ, अनन्त जीवन पाउनु भएको छ। अनि यो के तपाईँ आफैले मात्र पाउने? के यो तपाईँको लागि मात्र हो र? होइन नि त। सारा संसारको मानवको लागि येशू ख्रीष्ट बलिदान भइदिएको क्रुसमा, ताकि सारा मानव जातिलाई होइन पापदेखि बचाउनको लागि, छुटकारा दिनको लागि उहाँ क्रुसमा जानुभयो। तपाईँको लागि मात्र होइन, मेरो लागि मात्र होइन, सारा संसारको मानवको पापलाई क्रुसमा लिएर जानुभयो। अनि सारा मानव जातिको पापको कारणले गर्दा क्रुसमा उहाँ टागिनुभयो र मारिनुभयो, गाडिनुभयो र 3 दिनपछि बौरी उठ्नुभयो र स्वर्ग उठाइ लगिनुभयो। र त्यो चाहिँ संसारमा किन आउनुभयो? जीवन दिनको लागि। अनि त्यस कारणले गर्दा हामीले चाहिँ उहाँको बारेमा चाहिँ बताउनु पर्ने हुन्छ। तपाईँको छरछिमेकी हुनुहुन्छ, साथीभाइ हुनुहुन्छ, इष्ट मित्र हुनुहुन्छ, तपाईँ आफ्नै परिवार हुनुहुन्छ। के तपाईँको परिवार तपाईँ बाँचेको चाहनुहुन्न? के तपाईँको आफन्त बाँचेको चाहनुहुन्न? तपाईँको छरछिमेकी बाँचेको चाहनुहुन्न? यदि तपाईँले आफ्नो छरछिमेकी पनि बाँचेको चाहनुहुन्छ, पापसँग पाएको चाहनुहुन्छ भने, उद्धार मुक्ति पाएको चाहनुहुन्छ भने, अनन्त जीवन पाएको चाहनुहुन्छ भने, स्वर्ग गएको चाहनुहुन्छ भने, त्यो जीवन पाएको चाहनुहुन्छ भने चाहिँ तपाईँले आफ्नो छरछिमेकीलाई बताउनुहोस्, आफ्नो साथीभाइलाई बताउनुहोस्, आफ्नो परिवारमा विश्वास नगरेको व्यक्तिलाई बताउनुहोस्। किनभने समय चाहिँ के छ? गइरहेको छ, प्रतिदिन मानिसहरू मरिरहेको छ। कति बेला के हुन्छ कसले थाहा छ? त्यस कारणले गर्दाखेरि चाहिँ हामी कसैले थाहा छैन कतिखेर के हुन्छ भन्ने कुरा। तर एउटा कुरा हामीलाई थाहा छ कि जुन जीवन हामीले पायौँ, जुन जीवन हामीले पाएका छौँ, जुन जीवन येशूले हामीलाई दिनुभयो, जुन बलिदान, येशूको जुन बलिदानले हामीले पाप क्षमा पाएको छौँ, अनि यो कुरा चाहिँ हामीले गर्नु आवश्यक छ। यो पाप क्षमा चाहिँ अर्को व्यक्तिले पाउनुपर्छ। जुन मुक्ति हामीले येशूमा विश्वास गरेर पायो, उद्धार पायो, अनन्त, यो चाहिँ अर्कोले पाउनु आवश्यक छ। र त्यो व्यक्तिहरूलाई बताउन तपाईँहरू गर्नुहोस्। किनभने प्रत्येकलाई होइन यसको इनाम चाहिँ उहाँले राखिदिनु भएको छ स्वर्गमा। अनि त्यस कारणले गर्दाखेरि चाहिँ होइन तपाईँहरू बताउन सक्नुहुन्छ। अनि साथै हामीले आजको यो सुसमाचार किन सुनाउनु आवश्यक छ भन्ने कुरा लिएर चाहिँ हामीले हेरिहाल्यौँ होइन, कि हाम्रो जेठानबाट विभिन्न कुराहरू उहाँले राख्नुभयो अनि मैले पनि राखेँ कि सुसमाचार सुनाउनुको कारण चाहिँ यही कारणले गर्दाखेरि चाहिँ हो भन्ने कुरा लिएर हामीले देख्यौँ होइन। येशू मात्र त्यो परमेश्वर हुनुहुन्छ जसले हामीलाई बचाउन सक्नुहुन्छ। हामी छोटकरीमा केही यसलाई टपिक लिन चाहन्छौँ कि सुसमाचार किन सुनाउन आवश्यक छ भन्ने कुरा लिएर तपाईँले चाहिँ बुझ्नुपर्ने कुरा चाहिँ येशू मात्र त्यो परमेश्वर हुनुहुन्छ जसले हामीलाई के गर्न सक्नुहुन्छ? बचाउन सक्नुहुन्छ। अनि येशू मात्र त्यो बलिदान हुनुहुन्छ जो बलिदानले हामीलाई पापदेखि बचाउन सक्नुहुन्छ। अनि हामीले पापदेखि बचाउन सक्नुहुन्छ होइन। अनि त्यस कारणले सुसमाचार सुन्न आवश्यक छ। अनि येशू मात्र त्यो व्यक्ति हुन्छ जसले चाहिँ जो चाहिँ अनन्त जीवन दिने योग्यको हुनुहुन्छ, जसले मात्र अनन्त जीवन दिन सक्नुहुन्छ, उद्धार मुक्ति दिन सक्नुहुन्छ। त्यस कारणले उहाँको बारेमा हामीले बताउनु पर्ने हुन्छ। किनभने अर्को के छ? छैन।
अरू भइदिएको भए त नबताउने केही हुँदैन थियो होइन। अरूले अनन्त जीवन दिने सक्ने भए, पाप क्षमा दिन सक्ने भए, उद्धार दिन सक्ने भए, स्वर्ग लान सक्ने भए, ईश्वरसँग मिलाप गर्न सक्ने भए येशूको बारेमा बताइरहनु आवश्यक थिएन। तर नभएको कारणले गर्दा, अरू कोही पनि नभएको कारणले गर्दाखेरि चाहिँ हामीले बताउनु आवश्यक छ, हामी थाहा पाएको व्यक्तिले चाहिँ। ल हस् त, अनि यी कुरा हामी तपाईँलाई बताउन चाहन्छौँ। अनि साथै फेरि पनि समय मिलेपछि हामी अर्को भिडियोमा होइन भेट हुनेछौँ।